हुँ, के छ? ठिक छ? आज बिहानको म्याच हेरेर के कस्तो भएछ रियाक्सन? मलाई थाहा छ अर्जेन्टिना फ्यान चाहिँ बहुत खुस छ तिमीहरूले। हामी चाहिँ बहुत खुसी। अर्कोतिर हेरौँ। अर्कोतिर दुखीको माहौल छ। बहुत बहुत दुखीको माहौल छ। आजको गेमको कुरा गर्ने, कताबाट कुरो गर्ने? अ, ऊ फ्यानलाई त बहुत मजा छ। अर्जेन्टिना फ्यानलाई त बहुत मजा छ। किनकि आरामले जित्या छ। मेसी आएको छ। बेन्चबाट आएर पनि यसरी गोल हानेकै छ। बेन्चमा नबसे पनि गोल हानेकै छ। रेकर्ड तोडेकै छ। होइन? अर्कोतिर हेर्ने हो भने उनीहरूको फेरि छुट्टै छ। उनीहरूको डाइमेन्सनै छुट्टै छ। उनीहरूलाई वर्ल्ड कपै खेल्नु छैन। पोर्चुगलको टिम वर्ल्ड कप खेल्नै आएन। जसरी खेलेको थियो नि आज मलाई लाग्दैन कि त्यो पोर्चुगलको टिम वर्ल्ड कप खेल्न आएको थियो। जसरी डिफेन्डिङमा यिनीहरू चुकेको थियो, जसरी एट्याकिङमा त्यस झरेको थियो, डिफेन्डिङमा ओए होए होए होए! रफाएलियोको साटो पेद्रो नेटोलाई हालेर आए हाय ताक्लु सर! बहुत अच्छा काम गर्नुभएको छ हजुरले। बहुत अच्छा। मलाई त यो मेरो मेरो दिमागमा त यो आएको छैन कि कसरी कोलम्बियाले पोर्तुगललाई हानेन। यसरी खेलेर पोर्तुगलले जित्छ, वर्ल्ड कप जित्छ। बहुत अच्छाले जित्छ केटा हो, बहुत अच्छाले जित्छ। अब यिनीहरू जान्छ, जान चाहिँ जान्छ, कहाँ जान्छ? घरमा जान्छ, आफ्नो घर प्याक गरेर जान्छ। क्रोएसियाको अगेन्स्टमा धरि यो मैले चिफ्लिन्छ यसरी खेल्यो भने। इभन म हाम्रो राइभल भए पनि अलिकति आओस्, माथि आओस्, जितेर कमसेकम मेस्सी भर्सेस रोनाल्डो, अर्जेन्टिना भर्सेस पोर्तुगल त हेर्न पाइन्थ्यो। त्यो पनि हेर्न दिएन। यसरी खेलेर यिले उठाउँछ? मलाई लाग्दैन केटा। मलाई लाग्दैन यसरी खेलेर यिले उठाउँछ। जसरी आजको जुन डिफेन्डिङमा चुकेको थियो यिनीहरू, पोर्तुगलको टिम जुन तरिकाले डिफेन्डिङमा चुकेको थियो, होइन? जुन तरिकाले अट्याकमा गएको थिएन। ओए होए होए! जाओ फेलिक्स। बहुत अच्छा काम गर्यो जाओ फेलिक्सले। आए हाय! अरूभन्दा नि मलाई बहुत अच्छा लाग्यो पेद्रो नेटो। जाओ कन्सेलोलाई सब गरिदियो। पहिलाको हाफ रफेलियो नआइन्जेलसम्म त पुरै राइट ह्यान्ड साइडबाट तिमीहरूले देख्या भए राइट ह्यान्ड साइडबाट मात्रै एट्याक गएको थियो। लेफ्ट ह्यान्ड साइडमा बलै छैन। देखेथिस् कसैले बल देखेथिस् लेफ्ट ह्यान्ड साइडमा? पेद्रो नेटो सरी रफेलियो नआइन्जेलसम्म? जुन तरिकाले यो पोर्तुगलले खेले नि क्रोएसियासँग बाहिर हुन्छ। पक्का बाहिर हुन्छ। यो बाहिरै हुन्छ। मलाई थाहा छ केटा। ओए होए! अर्कोतिर ओए होए होए होए! कोलम्बिया। जसरी यिले खेलेको थिइन्, पोर्तुगलले जसरी खेलेको थियो नि, गोल हान्न पनि यिनले 2-3 गोल। थ्याङ्क यू भन्यो तिमीहरूले त पोर्तुगलको डियोगो कोस्टालाई थ्याङ्क यू भन्यो तिमीहरूले त। जसरी त्यो मान्छेले सेभ गरेको थियो नि आज डियोगो कोस्टा नहुने भए त कतिचोटि धागो खोलिसक्थ्यो, कतिचोटि कट्टु खोलेर हाइलाइट क्रोममा आइसक्थ्यो मलाई थाहा छ नि केटा। जसरी खेलेको थियो आज पोर्तुगलले। दोष कसलाई दिने? दोष दिने ठाउँ पनि छैन कि कसैलाई। जुन तरिकाले खेले नि जम्मैले गुनै खेलेको। डिफेन्सिभ लाइनमा ओए होए! त्यो अफसाइड गोल थियो नत्र हेडर खा। ऊमा पनि हेडरै खा। डक्टर कङ्गोको अगेन्स्टमा नि हेडरै खाछ। यस्तो हाय हाय! यी डिफेन्सिभ लाइनमा कोलम्बिया ओए होए! कोलम्बियामा त बहुत जुन तरिकाले खेलेको थियो नि, कोलम्बियाको खान नपाएर 3-4 दिनसम्म खान नपाएको भाग हुन्छ नि त्यसरी दौडेको थियो कि यिनीहरू। हान्न भन्ने गोल यिनीहरूले हानेन तर जसरी दौडेको थियो नि दौडेको देखेर मलाई के लाग्थ्यो हान्छ हाने केटाहरूले ठोक्यो आज। जो घाँटीसम्म लिएर आएको थियो पोर्तुगलको। के घाँटीसम्म लिएर आएको भन्नु? गइसक्यो। अब के पोर्तुगल यो फेजबाट के पोर्तुगल बाहिर आउँछ जस्तो लाग्छ तिमीहरूलाई फाइनलसम्म पुग्छ जस्तो लाग्छ? पुग्यो भने धेरै सुरु केटा अब पुग्यो भने म वर्ल्ड कप जित्यो बराबर मान्छु। म वर्ल्ड कप जित्यो बराबर मान्छु पोर्तुगललाई। अब अर्को कुरा गर्ने हो भने हाम्रो सर मेस्सी सरकारलाई बाल छैन। उसले त नयाँ क्याटेगोरी खोजिरहेछ कसरी गोल हान्ने, कुन तरिकाबाट गोल हानेर के हुन्छ उसलाई मतलब छैन। अर्जेन्टिना फ्यानलाई त दसैँ आएको छ केटा दसैँ। त्यो भएर यिनले घरमा मान्छे बोलाएर टिका लगाएर पठाउँछन् अर्जेन्टिना फ्यानले। त्यति मजा आउँछ कि अर्जेन्टिनालाई। जुन अनुसारले अर्जेन्टिनालाई गेम आरामले अघिल्लो वर्ल्ड कप पनि यस्तै थियो। प्लेयर राम्रो त्यस्तो खासै हाइपको प्लेयरहरू थिएन। अहिले पनि त्यस्तो हाइपको प्लेयरहरू छैन। अहिले पनि बिस्तारै कोट्टाइ यिनले वर्ल्ड कप उठाउँछ। अहिले वर्ल्ड कप उठाउन सक्छ केटा नउठाउने होइन। यताको पोलमा त ओए होए होए होए! यिनले त खेलेको। तिमीहरूलाई
तर फेरि मेस्सी भयो भने गेमको टेम्पो कन्ट्रोल हुन्छ केटा। फरक नपर्ने चाहिँ होइन, फरक पर्छ, बहुत पर्छ फेरि। नपर्ने होइन। जसरी आज यिले खेलेथे नि, ओए होए होए होए! बिचरा जोर्डनको त आधी धागो खोलेर पठाइदियो बिचरा। खोलेरै पठायो बिचरा। पहिलाको 18 मिनेटमा फ्री किक, त्यसपछि लौतारोको हाम्रो सरको पेनाल्टी, त्यति पनि पुगेन। हामी त मेस्सी फ्यान। हामी त मेस्सी मेस्सी नभइकन हामी चल्दैन। हामी त चल्दैन मेस्सी नभइकन आयो, मजाले आयो, 60 मिनेट आयो, बिग चान्सहरू क्रिएट गर्यो, मजाले दियो, तिमीहरूले दियो मजाले। लानो की पासहरू दिएछ, बिग चान्सहरू क्रिएट गरेछ। टचेस हेऱ्यो भने सरकारको 28 टचेस छ। 28 टचेसमा सरकारले रेकर्ड ब्रेक गरे हुनुभएको छ। सबभन्दा धेरै आउट बक्सको बाहिरबाट गोल हान्ने पनि सरकार नै। धेरै चाहियो छैन, त्यही 5-6वटा गोल चाहिहाल्ला, फ्री किक गोल चाहिहाल्ला, 5-6वटा फ्री किक गोल नहान्ने कुरो हुँदैन। सरकारले त्यो गोल पनि हान्नुहुन्छ, त्यो गोल हानेर फ्री किकको पनि टपमै बस्नुहुन्छ सर। अहिलेसम्मलाई तिमीहरूले हेर, गोल्डेन बुटको लागि पनि सर टपमै हुनुहुन्छ, हो कि नै? अनि फिफाको टप स्कोरर पनि सर अहिलेसम्मलाई टपै हुनुहुन्छ। हालाकि यो रेकर्ड तुर्छ, थाहा छ, अभियसली थाहा छ। अर्को साँडे छ नि, यो साँडे एम्बाप्पे साँडे डिक्टेटर, यसले तोड्छ, थाहा भएको कुरो। तर जसरी आज ब्याङ्गर फ्री किक हान्नु, मेस्सी फ्यानलाई त बहुत आए हाय हाय हाय, मजा आउँछ केटा, मजा आउँछ। यसरी नै खेल्दै जायो, बिस्तारै खेल्दै जान्छ, कोट्याउँदै जान्छ। 7वटा म्याचमा लगातार गोल हान्दै जान्छ, फ्री किक हान्दै जान्छ। मेस्सीले नयाँ नयाँ कुन तरिकाबाट चुज गरी पेनाल्टी हान्ने, पेनाल्टी हान्दिनँ म। पेनाल्टी त के काम, पेनाल्टी सानोतिनोमा, ओहो सानोतिनो मान्छेमा पेनाल्टी मिस छोडिदिन्छु, पेनाल्टी छोड। ला, हान्ने भए हान् तिमीहरू, म पेनाल्टी हाल्दिनँ। ओन्ली ब्याङ्गर। ट्यापिङ पनि ठिकै छ, माग्यो भने ल ट्यापिङ पनि दियो। नत्र आउटसाइड अफ द बक्स, ब्याङ्गर, फ्री किक, सरकार। अब आउने गेममा मेस्सीले हेड हान्यो भने पनि कोही चकित नभयो, किनकि ऊ अहिले प्रिपेयर भइरहेछ कुन तरिकाले गोल हान्ने भनेर। बहुत अच्छा मेस्सी। ओए होए, जति बेला नि मैले यो मान्छेलाई देख्छु नि, के गर्नु केटा हो, खाइदिन मन लाग्छ हो। हेटर्सहरूको मुख चाहिँ बन्द गरेकै छन् मेस्सी दाजुले, चुप लाउ भनेकै छन्। हेर्दाखेरि त्यस्तो डेन्जर टिम नभए पनि बिस्तार कोट्टाइ फाइनलसम्म पुर्याउँछन् नि दाजुले, थाहा भएको कुरो। यस्तै खेलिरह्यो भने गोल्डेन बुट उठाउँछन् नि दाजुले। अझै गोल्डेन बुट मात्रै के कुरा गर्नु, अझै यस्तो अझै पर्फर्मेन्स राम्रो भएर झुक्किएर त के भनौँ, अब वर्ल्ड कप उठायो भने ब्यालोन्डोर पनि आउँछ है केटा। त्यो सक चाहिँ नभओ, ब्यालोन्डियर मेस्सीलाई ब्यालोन्डियर सक नभओ। जसरी यो मान्छेले गेम खेलाएको छ नि, वर्ल्ड कप अर्जेन्टिनाले उठायो, मेस्सीले यसरी पर्फर्मेन्स गर्दै गयो भने बिचरा एम्बाप्पे, हाल्यान्ड, यो लामिन यामाल, यिनीहरूको त आधी करियर मेस्सीले नै खाइदियो। यामालको चाहिँ खाएको छैन, बिचरा भर्खर उठ्दैछ। तर एम्बाप्पे र हाल्यान्डको बहुत ठुलो गल्ती हो कि तिनीहरू यो रोनाल्डो मेस्सीको एरामा जन्मेर, बहुत ठुलो। आधी करियर त म्हणजे दुइटाले खाइरहेछन्, के गर्नु। ल केटा, दसैँ मनाऊ, मेस्सी फ्यान दसैँ मनाऊ, म पनि मनाउँछु ल स्टेट।